Hello and welcome back to my another vlog. 3, 2, 1, let's go! Let it go at the roadside that we used to know. We can let this drift away. Oh, we let this drift away. There's always time to change it back. There's always time to change it back. There's always time to change it back. Can you hear me? Okay, love, finally. सबैलाई बाइक पायो अब जाँदैछौँ हामी अब आज चाहिँ यहाँ साङ्ग्रिलाको एउटा दामी ग्रासल्यान्ड छ होइन प्रेयर फ्ल्याग चाहिँ प्रेयर फ्ल्याग भएको एउटा ग्रासल्यान्ड छ त्यहाँ जाँदै हो अल दिस पिपल्स आर नेपाली है फर्स्टमा एकजना डल बोकेको एकजना गइरहेको छ त्यो चाहिँ हाम्रो यहाँ साङ्ग्रिलाको लोकल गाइड हो अनि म चाहिँ यहाँ हाम्रो टिबेटको मेरो दाइ तेनोर सँग छु he is riding the bike and I am just enjoying the ride है so दोस्ती हम नहीं तोड़ेंगे तोड़ेंगे हम मगर तेरा साथ न छोड़ेंगे स्कुटी बल्ल बल्ल स्कुटी पुर्याउने मान्छे यहाँ बिच बाटोमा Okay, chalo. ल खाले गर्दा ताङसिङ म्या डराई बाइक चलाउने मान्छे उहाँ हो चाइनिज भएर चाइनिज बाइक चलाउन आउँछ मैले सिकाएको Okay, so we are here at the gateway of Shangri-La. So this is the both beginning and the ending point of this place, and this is the highway which lead us all the way to Kunming. So Kunming is the basically capital or the main headquarter of this Yunnan province. So finally हाम्रो घोडाहरुलाई रेस्ट पाएको छ हैन अब चट्ट यहाँ उनीहरुलाई घाँस खुवाएर हामी चाहिँ मन्दिर दर्शनको लागि जाँदै छौं. This is the mandir, guys. Let's see it from inside. Okay. ल हामी अब एन्ट्री हानिरा छौं एन्ट्री Now we are entering in this monastery stupa जे भने नि है कस्तो छ कि भित्रबाट कस्तो खालको देवी देवता छ हाम्रो यहाँ टिबेटन दाइ जानलाई अलिकति हिचकिचाइराख्नु भएको छ सो मलाई पनि अलि हुन्छ नि खेरे जस्तो लागिरहेछ हैन तर यहाँ कतिवटा छोटेनहरु भनौं न त्यस्तो छ रे के गुम्बाहरु अलिकति जान नमिल्ने टाइपको हुन्छ नि हो तर यहाँ चाहिँ राम्रै रहेछ माथि गुरु रम्बुछेको मूर्ति राख्नु भयो रहेछ हैन गुरु रम्बुछेको सो अब तेनोर दाइको मनलाई शान्ति पाइसक्यो
पुरानो मन्दिर रहेछ अनि यसको बाहिर चाहिँ ठुलो मन्दिर बनाइरहेछ एज यु क्यान सी है चारैतिर प्रेयर फ्ल्याग्सले घेरेको छ है सबैजना छ्याक गरिरहेछ छ्याक यो अब एकदमै पुरानो मन्दिर हो भनेर बाहिरबाट आउटर कभर हाल्दैछ अनि हेर्नुहोस् त चारैतिर थाङ्गाहरू 21 तारा 21 तारा सबै यहाँ छ है दिस अल आर द 21 तारास हियर है सो यो मन्दिरको इतिहास चाहिँ लगभग 60 वर्ष जतिको रहेछ सानो मन्दिरको चाहिँ यो चाहिँ लाइक गेस्टलाई वेलकम गर्नलाई बनाएको ठाउँ रहेछ मेन चाहिँ यो एट्र्याक्सन चाहिँ स्याङ्ग्रीला छिर्ने लाइक द गेटवे टु स्याङ्ग्रीला भन्ने ठाउँ चाहिँ यही रहेछ सो यो मन्दिर एक राउन्ड हानेर बल्ल स्याङ्ग्रीला छिर्ने रहेछ क्या सो इट लुक्स लाइक स्याङ्ग्रीला है एकदमै राम्रो आर्किटेक्चर छ बाहिर आउटर लेयर जुन चाहिँ हामी यहाँ बसिरहेको छौँ नि त त्यसको भित्रको मन्दिर हो यो चाहिँ ओरिजिनल मन्दिर हो बाहिरको चाहिँ अलिकति न्यू भनौँ न सो कस्तो छ भनेपछि अलिक चारैतिर प्रेयर फ्ल्याग्स एकदमै पिसफुल ठाउँ है भनौँ शान्त हुने खालको ठाउँ रहेछ त्यसमाथि म्युजिक पनि त्यस्तै बजाइरहेछ होइन लास्टै पिसफुल म्युजिक एज यु क्यान सी है डिभोटिस आर showing their devotes toward the God है गुरु मूर्ति itself वहाँ गुरु मूर्ति यहाँ हुनुहुन्छ है गुरु मूर्तिको मूर्ति रियलमा चाहिँ हैन अनि यस्तो छ ठाउँ चाहिँ भवालै छ है अनि थाङ्गाहरू हेर्नुहोस् म तपाईँलाई देखाइदिन्छु एकदमै वेल पेन्टेड थाङ्गाहरू छ है त्यहाँ देखिरहेको सबै झ्याम्पेयाङ भन्छ मञ्जुश्री रयल्टी बोकिरहेछ उहाँको हातमा रयल्टी भनेपछि तरवार हो सो अल दिस आर द साङ्गे मेला मन्त्र भन्दियौ भन्नुहोस् त अन्त हैन मेडिसिन बुद्ध हैन मेडिसिन बुद्ध ओम तथा यता ओम बेकन्जे महाबेकन्जे रजते समनगते सोहा हैन वाउ के मेडिसिन बुद्धको मेडिसिन बुद्ध वहाँ मेडिसिन बुद्ध है कहिले नलाग मास्टर पेमा सम्भव गुरु रिम्पोछे पाल चाहिँ हावाहुरी चलिरहेछ हामी के अरे कोरा जाने होला नि त हो र सो अब यतिकैमा हाम्रो यहाँ छोटेन दर्शन कार्यक्रम खत्तम हुन्छ होइन सो हामी बढ्दैछु अर्कै गन्तव्यतर्फ जुन चाहिँ ग्रासल्यान्ड विथ बिग पिरामिड प्रेयर फ्ल्याग्स भएको ठाउँ हो यहाँ पानी परिरहेछ जाडो रहेछ यार मेरो ड्राइभरले त रेनकोट लगाएछ मलाई रेनकोट छैन अब उसले यहाँ फुटपाथको बाटो युज गरिरहेछ फुटपाथको बाटो सो फाइनली केही समयको राइड पछि हामी यहाँ ग्रासल्यान्ड मेरो ग्रासल्यान्ड जहाँ ठुल्ठुलो त्यो प्रेयर फ्ल्याग्स टाइपको कलरफुल फ्ल्याग्सहरूको पिरामिड हुन्थ्यो होइन त्यहाँ आइपुगेछौँ सो यहाँ अब घरहरू पनि तपाईँ देख्न सक्नुहुन्छ त्यस्तो ठुलो घरहरू छैन तर एकदमै राम्रो हुन्छ नि पुरा सम्म परेको फाँट होइन हरियाली घाँस लाइक ट्रुली टिबेट पुगेको अब महसुस भइरहेको छ कि जमिन र आकाश भेट्न लागेको होइन अब योलाई टिबेटन प्लेच्यु भन्छ होइन अब टिबेटन प्लेच्यु यस्तै हुन्छ स्टार्टिङदेखि एन्डसम्म नै होइन सो इट्स भेरी ब्युटिफुल ओके अब उता जानु पऱ्यो त्यो प्रेयर फ्ल्याग्सको पिरामिड बनाएको छ नि त त्यहाँ गएर एकछिनमा हर्स राइडिङ उता त्यो पानी परेर चाहिँ बर्बाद गरिदियो अरूमा एकदम राम्रो ठाउँ रहेछ त्यहाँ पनि त्यस्तै बनाएर रहेछ घोडाहरू सब रेडी छ हामीलाई चढाउनलाई बाटोमा पनि काठ बिछाइराखेको छ यिनीहरूलाई के काठ बेसी भएको के हो कि मुनिबाट खोला जान्छ ओ चाइनिज टिपिकल बाइक गाउँतिर चलाउने बाइक यही हो यहाँ 1 2 3 4 5 जना बस्नु मिल्छ ओ घोडाहरू सब यहाँ रहेछ अब पछि म कुन चाहिँ घोडा छानम भनेपछि सब घोडा रहेछ आमामा त्यहाँ रहेछ नि त दामी त त्यहाँभित्र एक छिरेर आउनु पर्ला जस्तो लाग्यो घोडा रहेछ यहाँ त ओ माई गॉड यार
यसले के लुगा लगाएको थाहा छैन मलाई तर लगाइरहेको छ लगाएको लुगा चाहिँ है ल शङ्करीला Come on. Yo, welcome to Shangri-La. This is what you to see. यो यहाँ मात्र होइन अरू धेरै ठाउँमा छ तै पनि हामी यहाँ लगभग आधी घन्टा बाइक छोडेर याक पनि रहेछ याक ए ओके रेड फ्ल्याग पुग्यो होइन सो त यही हो बबार वेलकम टु Shangri-La अब यसको बाहिर निस्किसकेको देख्छ टक्क लगाएर उठे मान्छेहरू यहाँ चढेर पुगिसक्यो पछाडि दौडी कहाँ दौडिन्छ बिस्तारै जाँदा यस्तो जाडोलाई के जाडो यो म यहाँ त एउटा सर्ट मात्रै लगाएर आएको छु हो त्यसरी नबसो भाउ नबसो अब हाम्रो फेरि रगतै यो ठाउँबाट बिलोङ गर्छ रगतै हैट कडा भाग दिइरहने बाघ मुखा बाघ भन्दै सही मलाई त फेरि एकछिन तर्साइदिइरहने म के हो जस्तो लाग्यो बाघ मुखा बाघ भन्दै कुदिरहने सो गाइस अब यस्तै हो आजको हाम्रो सफर भनौँ कि इङ्ग्लिसवाला सफर भनौँ कि हिन्दीको सफर भनौँ है अब सोचेको जस्तो केही पनि भएन के सोचेको थियो पानी परेर अब भन्छ नि प्लानिङहरू चकनाचुर पारिदियो सपनै राखिदियो अब के भन्नु अब कतिवटा ठाउँ जानुपर्ने थियो 50 आरएमबी तिरेर यो हायर गरेको यो पनि काम लागेन सो गाइस अब यति नै हो आजको मेरो ब्लग है सो सी यू on the next vlog. Here guys, keep supporting. So bye bye, see you soon.